आजको भुन्टी सिरियलको एपिसोड 300 साँच्चै नै मन छुने खालको थियो। यस एपिसोडमा भुन्टीको जीवनमा सबैभन्दा ठूलो पीडा र अपमान देख्न पाइयो। आफ्नै ससुराले भुन्टीलाई घरबाट निकाल्नु परेको दृश्यले दर्शकको मन भारी बनाइदियो। भुन्टी जसले सधैँ सबैको इज्जत गरिन्, सबैको कुरा सहिन्, आज त्यही भुन्टीलाई तिमी यो घरमा बस्न लायक छैनौ भनेर निकालियो। अझ दुःखलाग्दो कुरा त के थियो भने त्यो निर्णयमा घरका अरू सदस्यहरू पनि चुपचाप सहमत देखिए। कसैले भुन्टीको पक्ष लिएन, कसैले उनलाई रोक्ने प्रयास गरेन। यस एपिसोडमा भूपेन्द्रको भाउजूको भूमिका झनै नकारात्मक देखियो। बोली, व्यवहार र नजर सबैमा घमण्ड र घृणा झल्किन्थ्यो। भुन्टीसँग बोल्ने तरिका अत्यन्तै नराम्रो थियो, मानौ भुन्टी कुनै अपराधी हुन्। यस्ता दृश्यहरूले समाजमा अझै पनि बुहारीले भोग्नुपर्ने पीडालाई देखाएको छ। सबै मिलेर भुन्टीलाई घरबाट निकाल्दा भुन्टीको अनुहारमा देखिएको पीडा शब्दमा बयान गर्न गाह्रो छ। न आँसु झारिन्, न ठुलो आवाजमा कराइन्, तर मौनतामै उनको दुःख झल्किन्थ्यो। यही मौन अभिनयले यो एपिसोडलाई अझ शक्तिशाली बनाएको छ। अब सबैभन्दा ठूलो प्रश्न उठ्छ, भुन्टी अब कहाँ जान्छन्? घरबाट निकालिएकी भुन्टीसँग न त पैसा छ, न त कुनै सहारा। माइती जाने कि, कतै काम खोज्ने कि फेरि कुनै नयाँ सङ्घर्ष सुरु गर्ने? यो प्रश्नले दर्शकलाई सोच्न बाध्य बनाएको छ। यसैबीच कथामा अर्को रोचक मोड पनि देखिन्छ। पहिले भुन्टीलाई माग्न आएको केटो भद्र, के अब भद्र फेरि भुन्टीको जीवनमा प्रवेश गर्नेछन्? के भद्रले भुन्टीको पीडा बुझ्नेछन् कि समाज र परिस्थितिले उनलाई पनि टाढा राख्नेछ? एपिसोड 300ले यही जिज्ञासा छोडेर गएको छ। भुन्टीको सङ्घर्ष अब नयाँ चरणमा प्रवेश गरेको देखिन्छ। उनी कमजोर देखिए पनि भित्रभित्रै साहसी छिन् भन्ने कुरा दर्शकले पहिलेदेखि नै देख्दै आएका छन्। यस एपिसोडको सबल पक्ष भनेकै यथार्थता हो। धेरै महिलाहरू आज पनि आफ्नै घरमा अपमान सहेर बस्न बाध्य छन्। कतिपय त भुन्टी जस्तै घरबाट निकालिन्छन्। यही वास्तविकता भुन्टी सिरियलले देखाइरहेको छ। थोरै ढिलो दृश्य भए पनि सन्देश बलियो छ। अभिनय, संवाद र भावनाले एपिसोड 300लाई सम्झन लायक बनाएको छ।